हिन्दू नेपाली महिलाहरूका लागि आज विशेष दिन। आज हरितालिका तीज। आज तीज पर्व हर्षोल्लासका साथ भगवान शिवको पूजा आराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीया अर्थात् आजको दिन विवाहित महिलाले व्रत बसी शिव पार्वतीको पूजा उपासना गरेमा सुख शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास गरिन्छ। कोरोना भाइरस संक्रमणको जोखिमका कारण अघिल्लो वर्ष तीजमा कुनै भिडभाड थिएन। यो वर्ष भने सरकारले सामूहिक भेला हुनबाट रोकेको छैन। पार्टी प्यालेस, खुला ठाउँ र चौरमा भेला भएर महिलाहरूले तीज मनाइरहेका छन्। तर जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्न जनस्वास्थ्य विज्ञले आग्रह गरेका छन्। यसैबीच यस वर्ष पनि तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर खोलिएको छैन। पशुपतिनाथ मन्दिर वैशाख पहिलो हप्तादेखि नै बन्द गरिएको छ। आज पशुपतिनाथ मन्दिर बन्द रहे पनि पशुपति क्षेत्रमा भने भक्तजनको उपस्थिति रहेको छ। मन्दिर बाहिर तथा बाटोमै भक्तजनहरू नाचिरहेका छन्।